हेलो गुड मर्निङ एभ्रिवान। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। आज मेरो फर्स्ट मिनी भ्लग गाइज। आज आमा औँसीको दिन मैले बिहानै उठेर नुहाइधुवाइ गरेर पूजा गर्ने कोठामा गएर पूजा गर्न थालेँ। फर्स्टमा मैले दियोमा तेल थपेर मैले दियो बाल्छु अनि त्यसपछि दियो बालिसकेपछि अगरबत्ती बालेर नि पूजा गरेर भ्याइसकेँ। भ्याएर मैले आफूलाई टिका लाएँ। टिका लाएर मैले भगवानको आशीर्वाद लैसकेपछि मम्मीलाई बोलाएर टिका लाउन बोलाएँ। बोलाइसकेपछि फर्स्टमा मम्मीले मलाई टिका लगाइदिनु भयो। सासू मम्मीलाई मैले आज टिका लाएँ, आमाको मुख हेर्ने दिन भनेर मैले मम्मीलाई टिका लाउन बोलाएँ। अनि बोलाइसकेपछि जहिले नि गाइज मैले आमा औँसीको दिन 4 वर्ष हुन थाल्यो मैले सासू मम्मीसँग नै मनाउने गर्छु, किनकि मेरो माइतको मम्मी बाहिर हुनुहुन्छ, मनाउन पाएको छैन। एकछिनपछि म माइत पनि जान्छु गाइज, म हजुरहरूलाई देखाउने छु। अनि त्यसपछि मैले टिका लाएर पनि भ्याइसकेपछि म खाना बनाउनतिर लागेँ। अब खाना बनाएर जानुपर्छ भनेर मैले छिटो खाना बनाएर माइत जान रेडी भएँ म। त्यसपछि मैले आफ्नो स्कुटी निकालेर म माइततर्फ लागेँ गाइज। यो मेरो घरतिरको बाटो धेरै टाढा पनि छैन। म चाहिँ माइत पुगिसकेपछि भाइ ठ्याक्कै बाइकमा बहिनीको छोरीलाई ल्याएर आएको रहेछ। बहिनी चाहिँ आएको रहेछ, ऊ चाहिँ काममा जान्छ। अनि त्यही भएर छोरीहरूलाई पठाइदिएको रहेछ। अनि एकछिन पछि त मेरो कान्छो बहिनी भक्करै उठेर बाहिरबाट ढोकाबाट पारा बनिरहेको थियो। मैले उसलाई गाली गरेँ, बिहानै उठ छोडेर भन्दाखेरि मलाई ढोक गर्यो। अनि ढोक गरिसकेपछि हजुरबालाई देखिसकेपछि मैले ढोक गरेँ। अनि ढोक गरिसकेपछि हजुरआमा पनि ठ्याक्कै आउनुभयो। अनि ह्याप्पी मदर्स डे हजुरआमा भनेको के हो मलाई आउँदैन भन्नुभयो। थ्याङ्क यू भन्नु भनेको हाँस्नु र जानुभयो। अनि त्यसपछि एकछिन पछि त हामीले सेलिब्रेट गऱ्यौँ माइत आएर। नि मैले